चाहिँ माछा खै पक्रिँदै गरेको खिच्नु पर्यो क्या म नेक्स्ट टाइम सो द्याट यु क्यान सी ओ माई गड दिस रियली बिग वान कत्रो ठुलो परेछ भाइ यत्रो ठुलो माछा परेछ भाइ यो हानेको चाहिँ नखिचौँ होला भिडियो उतातिर खिच्नु पर्यो यहाँतिर माछा मार्ने चाहिँ ऊ परेछ एउटा बाजे त्यो बाजे आँखा बलिसक्यो होला तपाईँको यो माछा पक्रेर देखेर खै मलाई एकचोटि सट्ट देखाइदिएछु क्या टोटल कति छ देखाउनु त यहाँ द्याट्स अ रियली बिग वान म त यस्तो खालको भिडियो खिचेको है यो त ऊ खिचेको होइन नि अरू देखाइसक्यो त कति छ तिनवटा पक्रियो कि कतिवटा भयो पक्रिनु त 8 पक्रिसक्यो तिनवटा राखेको भयो अब योभन्दा धेरै चाहिँ नराखौँ है ल माछा मार्ने मान्छे चाहिँ यहाँ छ यसलाई चाहिँ के भन्छ यो फिसिङलाई चाहिँ टेक्निकलाई के भन्छ अरे यो माछा मार्ने तरिकालाई फ्लाइ फिसिङ भन्छ यसलाई चाहिँ के अरे टाइपको माछा मार्ने आमा डर लाग्यो तरिका यसलाई चाहिँ फ्लाइ फिसिङ भन्छ एउटा पक्रिनु भयो भने चाहिँ म कसरी पक्रिँदो रहेछ भनेर यस्तो गर्छ भनेर क्या भिडियो खिच्छु यसरी हान्नुपर्छ ऊ पर एउटा बाजे ओ माई गस यो बाजे त अघि कता गयो अघि बिहानै आएको यहाँ अहिलेसम्म थाक्दैन रहेछ यो माछा मार्ने बाजे नि बाबा अब चाहिँ यहाँ माछा पर्दैछ जस्तो छ लेट्स गो एन्ड फाइन्ड आउट यस्तो हुन्छ कि के भन्छ यो रड नै यस्तो बेन्ड गरिदिन्छ होइन मैले चाहिँ चस्मा लाएर कस्तो देखिरहेको छु कि ल लेट्स सी यो चाहिँ यसरी तान्नु पर्ने रहेछ अनि oh there you can see it's coming अनि यो चाहिँ के अरे यता सोरतिर ल्याएपछि चाहिँ के भन्छ किनारामा ल्याएपछि चाहिँ you have to use that net जो सानो रहेछ so I think we're gonna let it go ठुलो छ तर धेरै भयो क्या माछा म त धेरै म चाहिँ त्यति साह्रो माछा खाँदिनँ to start with ए ठुलो पो रहेछ खै यहाँ देखाइसक्यो त ल गाजीले oh my gosh भाग्छ है भाग्छ ल oh my gosh still a big one huh? Yeah. I think we had enough huh? Oh let it go boy we already got like 3 very big one which is gonna be enough for us लु अब त जानु हैन बाबा oh my gosh लु अब एकचोटि मात्रै प्लिज ओ परको बाजे पो अहिलेको बाजे जस्तै छ त त्यो परको त्यो के हो ओइ ला म यहाँ छेउमा छु है जस्ट बी केयरफुल प्लिज देखो क्याच कत्रो ठुलो परेछ भाइ माछा बढ़िया बढ़िया